हेलो एन्ड नमस्ते हजुरहरु हेर्दै हुनुहुन्छ क्रिकेट गफित भण्डारी बाजे। आज कुरा गरौँ म्याच नम्बर 41 को जुन हुँदैछ हैदराबाद भर्सेस मुम्बई इन्डियन्स। हैदराबादको यो होम ग्राउन्डमा हुने महामुकाबला ब्याटिङ पावर हाउसेस दुवै ब्याटिङ पावर हाउसको यो महामुकाबलामा कसले बाजी मार्छ त? कुन बढी बलियो छ त? रिभेन्ज विकमा के मुम्बई इन्डियन्सलाई एसआरएचले बदला लिन्छ त? लेट्स सी आजको यो भिडियोमा चर्चा गरौँ। पछिल्ला दुईटा गेममा दुवैवटा गेम जितेर अहिले उसँग एकदमै कन्फिडेन्ट छ। कन्फिडेन्टका साथ ऊ प्लेअफमा जानको लागि हैदराबादलाई पक्कै पनि हैदराबादको घरमा गएर जित्ने लक्ष्य लिएको छ मुम्बई इन्डियन्सले। मुम्बई इन्डियन्स ब्यालेन्स टिम पनि मान्न सकिन्छ हामीले भने एसआरएच। हैदराबादको टिम भने अहिले पोहोरको जस्तो गएको वर्ष जस्तो फर्ममा छैन। ब्याटिङ पनि त्यति धुवाधार तरिकाले चलेको छैन। ईशान किसानले पहिलो गेममा त सेन्चुरी हाने, त्यसपछि फ्लप देखिएका छन् भने हेनरिक क्लासन र नितिश कुमार रेड्डीको पनि त्यस्तो उत्कृष्ट फर्म देखिएको छैन। पक्कै पनि हैदराबादलाई एकदमै चुनौती भने अवश्य हुन्छ। उसँग एउटा एडभान्टेज के छ भने ऊ आफ्नो घरमा खेल्दैछ। उसले आफूले भनेको जस्तो पिच बनाउन सक्छ। तर भनेको जस्तो पिच बनाए पनि फास्ट बलिङ खेल्ने पनि ब्याट्सम्यान छन् मुम्बई इन्डियन्समा, स्पिन खेल्ने ब्याट्सम्यान पनि मुम्बई इन्डियन्समा छन् भने एसआरएचलाई भोलिको गेममा धेरै नै चुनौती हुने मैले देखेको छु। हैदराबाद र मुम्बई बीच अहिलेसम्म जम्मा 24वटा गेम भएका छन्। 24वटा गेम मध्ये 14वटा गेममा जितेर मुम्बई इन्डियन्सले एउटा दबदबा कायम गर्ने अवश्य गरेको छ। 10वटा गेममा जितेको हैदराबाद आफ्नो घरमा 9वटा गेममा 5वटा गेम जितेको छ भने 4वटा गेममा मुम्बई इन्डियन्स जितेको छ भने के अब 5-5 बनाउन आएको छ त मुम्बई इन्डियन्स राजीव गान्धी इन्टरनेसनल स्टेडियममा। सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स बीचको यो महामुकाबला पक्कै पनि ओभर प्रेसर गेम अवश्य पनि हो, किनकि दुवै टिमलाई जित्नै पर्ने कन्डिसन छ। किनकि हैदराबाद होम ग्राउन्डमा खेले पनि उसँग प्रेसर छ, किनकि ऊ 9 नम्बरमा छ भने मुम्बई इन्डियन्स पछिल्लो दुईवटा गेममा दुवैवटा गेम जितेको मुम्बई इन्डियन्स अबको गेम जितेर पक्कै पनि आफ्नो पोजिसनभन्दा अझै माथि जान चाहन्छ र प्लेअफको लागि सेक्योर हुन चाहन्छ मुम्बई इन्डियन्स। भोलिको गेममा धेरै रोचक म्याचअपहरू हुँदैछन्, जस्तै अस्ट्रेलियन क्याप्टेन भर्सेस इन्डियन क्याप्टेन। रोहित शर्मा एकतिर हुन्छन् भने अर्कोतिर प्याट कमिन्स हुन्छन् र 2024 टी20 वर्ल्ड कपमा जिताएका हार्दिक पाण्ड्या एकतिर छन् भने अर्कोतिर साउथ अफ्रिकन हेनरिक क्लासन, जसले टी20 वर्ल्ड कपमा पाण्ड्याको त्यो बलमा आउट कट बिहाइन्ड भएका थिए स्टम्प पछाडि भने अहिले कसरी खेल्छन् त? हैदराबादलाई जिताउनको लागि उनले एट्याक गर्नै पर्ने हुन्छ। र अर्को म्याचअप हुँदैछ दीपक चहर भर्सेस सनराइजर्स हैदराबादका टप अर्डर ब्याट्सम्यान हो। टप अर्डर ब्याट्सम्यानमा सबैजना लेफ्टी छन्। ट्रेभिस हेड लेफ्टी छन्, अभिषेक शर्मा लेफ्टी छन् र भने ईशान किसान पनि लेफ्टी छन्। हो लेफ्ट ह्यान्डेड ब्याट्सम्यानलाई स्विङ बलिङ गर्छन् दीपक चहरले, कसरी खेल्छन् त? त्यो पनि निकै नै इन्ट्रेस्टिङ म्याचअप हुनेवाला छ भने भोलिको म्याचमा वास्ट टुवर्ड प्लेयर को हुन्छन् त? मेरो नजरमा भोलिको म्याचमा पक्कै पनि हाई भोल्टेज गेम हो। हाई भोल्टेज गेममा टुल्ला ट्रेभिस हेडको हामीले भोलि धुवाधारी पारी हेर्नेछौँ, किनकि ट्रेभिस हेड नचलेको एकदमै समय भइसक्यो, एकदमै धेरै समय भइसक्यो। ट्रेभिस हेडले आफ्नो कमाल देखाएका छन्, आफ्नो धमाल देखाएका छैनन् भने भोलि होम क्राउडमा काव्य मलानलाई खुसी बनाउने योभन्दा अरू मौका ट्रेभिस हेडसँग चाहिँ हुँदैन भने मुम्बई इन्डियन्सको लागि रन बनाउने छन् तिलक वर्माले। तिलक वर्माले किन रन बनाउने छन् भने योभन्दा अघिल्लो गेमहरूमा राम्रोसँग चान्स पाएका छैनन्। पक्कै पनि हैदराबादको ग्राउन्डमा मोहम्मद सामीले टप अर्डरका 1-2 विकेट चाँडै लिन्छन् र तिलक वर्माको चाँडै पालो आएर उनले आफ्नो एउटा जलवा, आफ्नो एउटा जुन क्लास छ, उनसँग एउटा जुन टेम्परेमेन्ट छ, उनसँग जुन एउटा पोटेन्सियल छ, त्यो पोटेन्सियललाई भोलिको ग्राउन्डमा उनले देखाउने मौका चाहिँ अवश्य पनि पाउनेवाला छ। यो गेममा सबैभन्दा बढी विकेट कसले लिएला त? मैले राखेको छु सबैभन्दा बढी विकेट लिनेमा जसप्रीत बुमरालाई मुम्बई इन्डियन्सको तर्फबाट भने मोहम्मद सामीलाई। दुवैजना इन्डियन टिमका होनहार बलरहरू, दुवैजना सिनियर बलरहरू एक दोस्राको विपरीतबाट खेल्दा पक्कै पनि आफ्नो पर्फर्मेन्सको चाहिँ उत्कृष्ट आउँछ भन्नेमा म विश्वास गर्छु भने भोलिको म्याच सनराइजर्स हैदराबादको होम ग्राउन्डमा हुने भएकोले मुम्बई इन्डियन्सलाई जितको ह्याट्रिक चाहिँ हान्न दिँदैन। मुम्बई इन्डियन्सले भोलि हैदराबादसँग हार बेहोर्नु पर्ने छ र हैदराबादले भोलि यहाँबाट 2 पोइन्ट सेक्योर गरेर टेबलमा केही आफ्नो लाज बचाउनेछ भने हजुरहरूलाई के लाग्छ? कसले जित्नेछ त? सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स बीचको यो महामुकाबला जहाँ राजीव गान्धी इन्टरनेसनल स्टेडियमबाट हुने यो गेम हजुरहरूलाई कसले जिते हुन्थ्यो जस्तो लाग्छ? कृपया कमेन्ट गर्न नबिर्सिनु होला भने
यो आइपिएलमा प्लेअफमा जग्गा कसले बनाउँछन् होला त। हामी त अब हाफ सिजनमा आइसक्यौँ। हाफ सिजनमा आइसक्दा अब लगभग टुङ्गो लाग्ने बेला भयो। हजुरहरूले कसलाई राख्नु भएको छ त प्लेअफमा, कृपया त्यो पनि कमेन्ट गर्न नबिर्सिनु होला। भने सब्सक्राइब गर्न झन् बिर्सदै नबिर्सिनु होला। नमस्ते, जय क्रिकेट।